कङ्ग्रेचुलेसन्स। तर यहाँ एम्बुलेन्स के गरिरहेछ अगाडिहरू त? यो एम्बुलेन्स होइन हो आज अनुभव कस्तो लाग्यो नटाटी भन्नु त खतरा लागेन तपाईँलाई? गिटार यो मेन कुरो यो छ तपाईँलाई थिएन होइन? 3 दिनको भोको मान्छे आज फेला परेको छ। 3 दिनको भोको मान्छे आज फेला परेर हामीले सहयोग गरेर हेलो स्पेसल सिङ्गर अमित मगर अनि म चाहिँ यहाँ के अरे रिभरल्यान्ड दुबई भन्ने ठाउँमा आएको छु र आज चाहिँ बवाल हुनेवाला छ। अनि यहाँ मान्छे खोसाखोस भइरहेछ के भइरहेछ त्यो मलाई थाहा छैन। तर आज चाहिँ भात खाना चाहिँ कहाँ बसेर खाने हाम्रो डिस्कस भइरहेछ। यो धेरै लामो ब्लग्स हुँदैन हाम्रो। अब यहाँ चाहिँ कस्तो हुन्छ भनेदेखि पहिला फेरि भित्र गइरहेको छौँ अनि हाम्रो यहाँ सबै के खोजी हिँड्ने हो त्यो मलाई थाहा छैन। तरै पनि अब केही शब्द बोलिदिनु पर्यो यहाँ कसैले बोल्दिने होइन मलाई चाहिँ वास्तवमा भन्दा माइन्ड फ्रेस गर्न हो होइन पछाडिको अगाडि केही नराख्न एउटा गिटार धरि छिराउन पाएन कि खाना त खान पाउँदैन होइन। राम्रो पहिला यहाँ कुन चाहिँले चाहिँ फ्री टिकट भनेर आयो होइन हामी ठिक छ टिकट पनि लाग्यो यस्तो हो भन्नु त पहिला फ्री नै थियो टिकट चाहिँ होइन। तर यहाँ अहिले चाहिँ यो सिस्टम चाहिँ एकदमै रिभरल्यान्डको यो जुन रिभरल्यान्ड छ नि यहाँको सिस्टम चाहिँ एकदमै मैले मेरो गिटारलाई चाहिँ झारीको मुनि लुकाएर आएको छु होइन। अब थाहा छैन मलाई त्यो यदि हामी नेपाली भएर मात्रै थाहा पायो लुकाउनलाई अरू देशको अरू हुँदैन फर्केर जान्छ टिकट किनिसक्यो है टिकट किनिसक्यो छैन क्या अब के भन्नु। अनि त्यो कारणले सिस्टम अलिकति चेन्ज गरिदियोस् दुबई सरकारले। यहाँ चाहिँ अब हाम्रो के छ भनेदेखि उहाँ चाहिँ मेन थिङ 3 दिनको भोको मान्छे आज फेला परेको छ। 3 दिनको भोको मान्छे आज फेला परेर हामीले सहयोग गरेका छौँ। यहाँ उहाँ कुक रे उहाँ क्यामेराम्यानको ब्याट्री हो कि फोकस हाल्दैन अरे के हल्लेन अरे तपाईँको? ए उहाँ हल्ले अरे उहाँ फोकस आएन अरे ग्रिनल्यान्डमा। आज चाहिँ इन्जोय भएको छ। अब चाहिँ लगभग भित्र छिर्यौँ है हामी। ओके गाइज फाइनली अब हामीले साथीहरू भेटिसकेका छौँ यहाँनिर। अब गुडिया चाहिँ यहाँबाट लिने भन्ने कुरो भइरहेछ होइन। अनि हामी चाहिँ एकछिन घुम्दै गयौँ अनि यहाँ पनि बारीक्युहरू धेरै नै रहेछ। मलाई लाग्छ हामी घुम्नुपर्ने ठाउँ चाहिँ कहाँ हो रे? यही एरिया होइन? तपाईँ केही बोल्दै हिँड्नु त भिडियो रेकर्ड गरेर हो हामी अहिले रिभरल्यान्डमा छौँ भर्खर हामी डाइनोसरसँग फोटो खिच्यौँ। उहाँलाई चाहिँ म्याकडोनल्ड भएपछि पुग्छ अरे। यहाँ 3 जना के हो गफ फेरि नारेर हिँड्या छन्। कहाँ हामीले मिस गऱ्यौँ उहाँ लेट गरेर नि। यहाँ पनि रहेछ यहाँ ए सरमा भने यहीँ पो हो कम्बो अरे तर महँगो छ है यतातिर। अब स्पिकरमा जस्तै रहेछ उहाँ माथि। घुम्यो पनि तर धेरै कुराहरूको सामना गरेर आज हामी यहाँ वारमा आएको छौँ। आज यो वारलाई हामीले तोडेरै छोड्ने। के ल्यान्ड रे? लेगोल्यान्ड। उता चाहिँ लेगोल्यान्ड रहेछ। हामी जानुपर्ने चाहिँ कहाँ हो? 1 मिस गेम ओभर हुन्छ। यो चाहिँ हाम्रो फोटो खिच्ने भने डाइनोसर
क्या यो अनि यता यसलाई टाइम लाग्छ के फोटो खिच्नलाई अनि बरु यो चाहिँ के रहेछ यस्तो झलझल बलेको के हो यो होइन यो भिडियो बनाइरहेको क्या ब्लग्स पनि राख्यो यो अगाडिको टल्केको के हो यता तिहार आइरहेको क्या हेर्नु यो हेर न भाइ तिहार कार्यक्रममा सुन न एउटा नयाँ पोस्ट के पहिला मान्छेहरू खिचिरहेको छ एकछिन न ल हामीले चाहिँ यहाँ फोटो पनि खिचिरहेका छौँ पहिला हामीले क्यामेराम्यानलाई फोकस दियौँ त्यो गाई चाहिँ अगाडिको भनिदिनु होला त्यो जाने नस्तो अहिले तैँले तिमी जाऊ नि दाइलाई पठाऊ म आउनुपर्छ तपाईँको नि आइरहेछ नि उज्यालो त आखा नि यो छोड्नु थाक्दैन त्यो त्यो कामै छैन क्या दाइ यार ओके गाइस आज चाहिँ मसँग एकदम खतरा खुनखार हिरो हिरो यहाँ हुनुहुन्छ अनि उहाँहरू चाहिँ थाहा छैन क्लाइमेट मैले चस्मा लगायो भने फेरि कालो देखिँदो चाहिँ केही नदेखिने के आयो क्या त्यो भ्यालेन्टाइन डे स्पेसलको लागि रहेछ यो ननसेन्स मैले पहिल्यै हानिसकेँ यो भनिरहनु पर्छ अघि नै उठेको थियो के नआउनु त तपाईँ अघि हुनुहुन्छ किन नआउनु पछि नत्र भोइस रेकर्ड गर्छु यो भ्लग चाहिँ होइन बनाएर मेरो च्यानलमा हुन्छ जसको च्यानलमा हाल्यो नि भइहाल्यो नि त्यतिखेर म पठाइदिन्छु भएन एडिट गरेर पछि म भोइस ओभर गर्छु दाइ नत्र यहाँ साउन्ड सिस्टमले काम गर्दैन गाइस यहाँ के हो यो मलाई नेपालको पनि याद आयो गाउने गएर भाग लिन्छ देखेर आज रियाटा लागिसक्यो मलाई आज चाहिँ हामी यहाँनिर फोटो खिचेर आएका छौँ यहाँ माथि चाहिँ कहाँ हो के हो पोखरी सोखरी थाहा छैन जाँदै गर्दाखेरि यहाँ देखेको फुड फेस्टिभल पनि त्यहाँ रहेछ यो ब्लग्स त्यतै हो राम्रो त छैन त्यही पनि यतापट्टि छ यहाँबाट यहाँ जाउँ यतिको छ तर स्लो मोसनमा किन कालो आयो भन्ने कुरो थाहा नै पाइएन राम्रो छ के हो अघिदेखि म्याकडोनल्ड चिरेको ठाउँ रे क्या यो अर्को यो हुन्छ नि ब्रेकफास्ट खानु यो ए हाले खान्दिने हामीलाई खोइ के हो के हो तपाईँले खान्दिने भने बल्ल त फेला पार्दैछ एकछिन बुझ्न सोच्नु दिनु न तिम्रो आइडी हाल न हो र यहाँ त के हो डे टु डे पनि छ क्या भित्र
धेरै दिनपछि आएको फर्स्ट टाइम के हो के हो भक्कु बारेमा एउटा कुरा भन्नु न तपाईले कति बनाइसक्यो अहिलेसम्म मैले क्लिप गरेर राखेको छु पछि जोडेर भोइस ओभर गर्ने हजुर अहिलेसम्म हालिनै हालेन कहाँ युट्युबमा छैन हो त उहाँले हाल्नुहुन्छ भन्नुभयो अनि मैले बनाइदिएँ निक्लिङ ला हामी टिकट गर्नु पर्ने होइन मगाउँदाखेरि यो म्याकडोनाल्ड रे के डोनाल्ड हो कस्तो लाग्यो नाटी भन्नु त मलाई खतरा लागेन तपाईँलाई केही बोलेन गिटार सँगै छ गिटार यो मेन कुरो यो छ होइन तपाईँलाई केही छैन रमाइलो थिएन होइन रमाइलो रमाइलो छ एकदम तपाईँलाई लाग्यो त मलाई पनि केही पनि लागेन होइन आज हामी त्यसै गएको हो त्यही भएको कारणले यसरी फर्केर आएको बस छ होइन अब चौरीमा फालेर पनि भेटेको छ भन्दा उहाँलाई गुनासो चाहिँ के छ भनेदेखि चौरीमा गिटार भेटिन्छ कि भेटिँदैन भनेर अब मैले फालेको कुरा नभेटिने कुरो हुँदैन एउटा कुरा चाहिँ अब फालेको मान्छे यता मसँग ब्याकअप हुनु हुँदैन अर्कोचोटि आएन नि उहाँले फाल्नुहुन्छ सक्यो होइन केही अब कसैलाई रमाइलो लागेन रे मलाई रमाइलो त लागेको थियो नि त्यही पनि मैले रमाइलो लागेको छु भन्दै अलिक